के गरे भने मान्छे मारे पनि यसले कति मान्छे जनता मारे यिनलाई कानुन छैन। हजुर यिनलाई कानुन छैन, सोझा साझा जनतालाई मात्र कानुन लायो भाइ। जनताले एउटा बारीका छेउमा अलिकति बच्चा खन्यो भने त्यसलाई लगेर जेलमा हाल्यो। हजुर अर्काले मार्यो भने यसले भनेर लगेर उल्टो गरेर पनि जाग्यो। हजुर तिनले त्यत्रा भङ्ग गरेर संसार खाँदाखेरि तिनलाई कानुन नलाग्ने। हजुर जनताले केही अलिकति केही गर्यो भने त्यसलाई जन्म कैद भनेर भनिएको छ। तिनी तिनटालाई जन्म कैद हुनु पर्यो क्या। अब यो अवस्था र व्यवस्था परिवर्तनको लागि हामी सडकमा आएको होइन बा? यिनीसँग अबदेखि अवस्था र व्यवस्था जबसम्म परिवर्तन हुँदैन तबसम्म बा मोर्न हामी तयार, तर हामी सडकमै हुनेछौँ नि। म जस्ता 60-70बाट माथि रहेका 80-90बाट माथि रहेका मान्छे आउँछन् भने म लिएर जान्छु, मलाई गोली हानुन्। हो म अगाडि तिनवटा दरबारमा जान्छु र गोली हानुन्। यिनीहरूका किन हान्ने? जबसम्म यी गणतन्त्रवादी यो सामन्तीहरूको अन्त्य हुँदैन तबसम्म हामी लडिरहनेछौँ होइन बा? एउटा राजाले